ल साथीहरु हेर्नु होला, यो मान्छेले यो हात्तीलाई लिएर खोला पार गर्न खोजिरहेको छ। ल हेर्नु होला यो साथीहरु, यो हात्तीले के यो खोला पार गर्न सक्छ होला त? पानी कति छ खोलामा त्यो पनि थाहा छैन। जबरजस्ती यो मान्छेले हात्तीलाई लिएर खोला पार गर्न खोजिरहेछ। खोला पार गर्दाखेरि के हुन्छ त? ल हेर्नु होला साथीहरु यो भिडियो अन्तिमसम्म। ल हेर्नु, जबरजस्ती पसिसक्यो खोलामा है त। अब यो हात्तीले पार गर्न सक्छ कि सक्दैन? पानी त धेरै रहेछ। ल हेर्नु त, हात्ती नै डुब्न लागिसक्यो। त्यो पस्ने बित्तिकै त्यत्रो गहिरो रहेछ। अब हेर्नु त्यो मान्छेले के गर्ने रहेछ है त। बिचारा यो जनावरलाई के थाहा हैन, जबरजस्ती। ल हेर्नु त साथीहरु, त्यो खुकुरी निकालेर खुकुरीको बेडले टाउकोमा ड्याम हिकाको। बिचारा त्यो हात्तीको के दोष र? ऊ त पानी कम भयो भने जान्थ्यो होला नि। उसलाई पनि त डर लाग्छ, उसको पनि त ज्यान छ, उसको पनि त शरीर हो। जबरजस्ती हिकाएर भए पनि पार गर्न खोजिरहेको छ त्यो हात्तीलाई। बिचारा हेर ल डुब्नै लागिसक्यो। ल डुबि नै सक्यो। ल हेर्नु त, जनावर हो, जनावरलाई पनि हामीले माया गर्नुपर्छ। त्यो जनावरले गर्दा नै सायद उसको रोजीरोटी चलेको होला। ल हेर्नु, जबरजस्ती लगेर गयो साथीहरु। पार गर्नु सक्छ त यो खोला? बिचारा ल डुबिसक्यो। ल हेर्नु बिचारा ल बीचमै अड्क्यो। बिचारा जबरजस्ती लिएर गयो, पिटेर भए पनि लिएर गयो होइन। ल बीचमा पुग्यो, के अब निस्किन सक्छ कि सक्दैन साथीहरु यो हात्ती बिचारा। ल हेरौँ है त। निस्किँदै गयो। अलिक पारिपट्टि चाहिँ अलिक पानी कम्ती रहेछ क्या, सायद निस्किन्छ होला यो हात्ती। हेर्दै गरौँ है त साथीहरु अन्तिमसम्म। निस्क्यो। उता पारिपट्टि अलिक पानी कम्ती रहेछ, निस्किने रहेछ कि। निस्क्यो अब चाहिँ भने